बालनमाथि जहिले जसरी एट्याक भएको छ नि सर्वत्र, वकिलकोमा गयो त्यही, न्यायाधीशकोमा गयो त्यही, जहाँ गयो खालि भ्रष्टाचार, यति भ्रष्टाचार। यहाँ गरिबलाई नाङ्गे झार पारेर उहाँहरूले खानुहुन्छ। सबै राजनीतिमा बस्नेहरूले उहाँहरूले हजम गर्नुहुन्छ। यही युवा शक्ति अगाडि आउनु पर्यो बोल्नलाई। यिनीहरूले नै अघि बढेर गर्नु पर्यो, यिनीहरूले नै अब चुनावमा उभिनु पर्यो। मुलुकको विकास पनि हुन्छ। कसरी विकास हुन्छ म तपाईँलाई भनिदिउँ। आई एम लेडी, म किचन चलाउँछु, भान्सा चलाउँछु। यहाँका पर्फेक्ट लेडीहरूलाई सबै छोडेर तिमीहरू यो देश चलाओ भन्यो भने नुन फारो गरेर, बेसार फारो गरेर, कपडा बहुत फारो गरेर, तेल नुन फारो गरेर, कटेरा बारीमा तरकारी उब्ज्याएर पैसा जम्मा गरेर महिलाले राम्रोसँग चलाइदिन्छन्। उहाँहरूले भन्दा केही नखाइकन चलाइदिन्छ, मजाले चलाइदिन्छ। देशमा गर्न सके सबै कुरो छ, गर्न नसके पनि केही पनि छैन। गर्नु पर्यो नि।